यो दृश्य काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर 2 बसुन्डोलको हो। बसुन्डोलमा धेरै मात्रामा प्लास्टिक टनेलहरू तयार पारिएका छन्। यिनै टनेलमा किसानहरू विभिन्न थरीका तरकारी फलाउँछन्। यहाँका किसानले मुख्य गरी गोलभेडा धेरै उत्पादन गर्छन्। उनीहरूको रोजीरोटीको मुख्य आधार नै तरकारी खेती हो। खाडी मुलुकभन्दा बरु यही आफ्नै नेपालमा माटो खेलाएकै हुन्छ कि भन्ने हिसाबले त्यो गरियो सर। परिवार बच्चा बच्चीको फिसिस, आफ्नो खान खर्च यताउति, अब आफ्नो केही जागिर पनि छैन सर, केही आय स्रोत केही अरू केही पनि थिएन सर। तरकारीबाट आए भए आफ्नो गुजुरा चलिरहेको थियो सर। उसो त खडेरी, बेमौसमी वर्षा, रोग किराको प्रकोपले गर्दा किसानहरू विभिन्न समस्या झेल्न बाध्य छन्। रोग किराको प्रकोपबाट ग्रामीणभन्दा सहरी क्षेत्रका किसानहरू अझ पीडित छन्। यस्तो समस्याबाट बसुन्डोलमा तरकारी फलाउने किसानहरू पनि अछुतो छैनन्। विषादीले फलाउने होइन सर, विषादीले एउटा रोग नियन्त्रण गर्ने हो। फलाउने भनेको त मलहरू भयो, अर्ग्यानिक मलहरू भयो, रासायनिक मलहरू भयो। अब रासायनिक मलहरू पनि प्रायः जस्तो हामी पर्याप्त मात्रामा पाउँदैनौँ। त्यही भएर हामीले एक दुईवटा गाई पालेर चाहिँ अर्ग्यानिक मल प्रयोग पनि गरिरहेछौँ। अब कहिलेकाहीँ के हो भनेपछि हामीलाई घिउ चाहिन्छ भने जस्तै कहिलेकाहीँ रासायनिक मल पनि हल्का प्रयोग गर्छौँ। तरकारीमा विषादी हाल्दा धेरै फल्छ भन्ने कतिपय किसानको गलत बुझाइ छ। रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्यमा नै गम्भीर चुनौती थपिएको छ। तर बसुन्डोलका किसानहरू अचेल विषादीको असरबारे बुझेपछि यसतर्फ सचेत हुन थालेका छन्। प्रत्येक तरकारी गर्ने मान्छेले एक दुईवटा गाई पालेकै छन्। त्यही गाईले हाम्रो किनभने अझै वर्षभरिको मल हाम्रो लगभग भ्याउँछ सर होइन। गोबर मल हो हाम्रो होइन। गोबर मलले हामीले काम गरिरहेछौँ। विषादीको बारेमा भन्ने हो भने सर विषादी अहिले जो नेपाल सरकारले चलाउनु भनिरहेछ त्यही औषधि हामीले प्रयोग गरिरहेछौँ सर। अरू त्यहाँभन्दा बाहिरको हामीले औषधि प्रयोग गरेको छैन अहिलेसम्म। जथाभावी विषादीको प्रयोगले माटोको उर्वरा शक्ति पनि कमजोर बनाउँछ। अर्कोतर्फ समग्र पारिस्थितिकीय प्रणालीमा नै असर गर्छ। यस्तो अवस्था आउन नदिनका लागि स्थानीय सरकारले नै दायित्वबोध गर्नुपर्छ भने किसानहरूसँग नियमित समन्वयको खाँचो छ। किसानहरूलाई लिएर एउटा सानो छलफल जस्तै कार्यक्रम राखेको थियौँ, जहाँ चेतना नभएर पो यस्तो भएको हो कि भनेर हामी ओडा ट्रान्सपरेन्सी नेपाल र हाम्रो स्थानीय 2-4जना र टनेल किसानहरूसँग बसेर गर्दाखेरि चाहिँ उहाँहरूलाई अलिकति चेतना, अब हामीले कस्तो भने अर्ग्यानिक गर्दाखेरि हामीलाई राम्रो हुन्छ, हामी त्यो थाहा छ। स्वच्छ उत्पादनले मानव स्वास्थ्य र वातावरणीय समस्याबाट हुने असरलाई कम गर्न मद्दत पुग्छ। यसका साथै जलवायु सङ्कटबाट प्रभावित कृषि क्षेत्रमा जलवायु मैत्री कृषि प्रविधिको विस्तार गर्नुपर्छ। यसरी सञ्चालन हुने अनुकूलन योजनाहरूमा सदाचार र सुशासन कायम राख्न भने जरुरी छ।